यो एरियामा पहिलोचोटि भेटरान गेम हुँदैछ र ठुलो धनराशिको हुँदैछ। म हजुरहरूलाई सबलाई यो 21 गते निमन्त्रणा गर्न चाहन्छु र यो भेटरान गेममा केही हजुरहरूले जति सक्नुहुन्छ त्यति आफ्नो तर्फबाट आर्थिक सहयोग पनि गरिदिनुहुन्छ भन्ने अपेक्षा। नमस्ते, म सुरज कुमार मानन्दर, पर्सागढी 4 निवासी। म मिरमिरे युवा क्लबको अध्यक्ष पनि हुँ। यो चाहिँ प्रथम मिरमिरे भेटरान भनेर हामीले यही आउँदो चैतको 21 गतेदेखि हाम्रो ओपनिङ गेम हुँदैछ। हाम्रो सुरुवात गेम यही चैतको 21 गतेबाट सुरु हुँदैछ। यो मिरमिरे युवा क्लबको आयोजनामा हुने हो। यो चाहिँ हाम्रो 28 गतेसम्म, हाम्रो फाइनल चाहिँ 28 गते हुन्छ। यसको मुख्य प्रायोजक चाहिँ हाम्रो सहयोगी दाता चाहिँ पर्सागढी वार्ड नम्बर 4 को वाडा कार्यालय हो। हाम्रो मुखियाजी पनि यही हुनुहुन्छ, वाडा सदस्य साथीहरू नि हुनुहुन्छ। यो गेम चाहिँ हामीले किन गराउन लाएको भन्दाखेरि हाम्रो यो हामीभन्दा पछाडिको पिँढीहरू, जुन युवा वर्गहरू, जो अहिले हाम्रो जेनजी साथीहरू, पुस्ताहरू, जो हाम्रो टिनेजर साथीहरू, भाइहरू, भतिजहरू, छोराहरू छ, उनीहरू खेलप्रति भन्दाखेरि पनि अलिकति कुलततिर धेरै लागेको जस्तो हामीलाई अनुभूति भयो र उनीहरूमा खेलको चाहना अलिक कम भएको जस्तो लागेको भएर पनि हामीले यो अब चाहिँ हामीले यो भेटरान गेम गराउनु पर्छ। यो देखेर नि युवा पुस्ताले, नयाँ पिँढीले केही सिक्छ कि भनेर हाम्रो टिम क्याप्टेन हाम्रो राजकुमार गुरुङज्यूले सल्लाह दिनुभयो। सल्लाह दिइसकेपछि हामी सबै भेटरान, हामी पुरानो साथीहरू, क्लबको साथीहरू सबै मिलेर वार्ड कार्यालयमा गएर हामीले वाडा अध्यक्षलाई यो प्रस्ताव राखिसकेपछि वाडा अध्यक्षज्यू पनि निकै खुसी हुनुभयो। ल त्यस्तो छ भने म प्रायोजक गर्छु, मेरो पुरा सहयोग हुन्छ भनेर उहाँले वार्डबाटै बजेट छुट्याइदिनु भयो र हामीलाई अलिकति साहस आयो, हिम्मत आयो र अहिले पनि हामी चन्दा पनि सङ्कलन गर्दैछौँ। यहाँ मलाई लाग्छ यो एरियामा पहिलोचोटि भेटरान गेम हुँदैछ र ठुलो धनराशिको हुँदैछ। म हजुरहरूलाई सबलाई यो 21 गते निमन्त्रणा गर्न चाहन्छु र यो भेटरान गेममा केही हजुरहरूले जति सक्नुहुन्छ त्यति आफ्नो तर्फबाट आर्थिक सहयोग पनि गरिदिनुहुन्छ भन्ने अपेक्षाका साथ हामी यो मिरमिरे युवा क्लबले यो भेटरान गेम 21 गतेदेखि सुरु गर्न लागेको छौँ। नमस्ते, मेरो नाम राजकुमार गुरुङ, पर्सागढी नगरपालिका वडा नम्बर 4 को वडा सदस्य र यस मिरमिरे युवा क्लबको खेलकुद समितिको अध्यक्षको रूपमा पनि म हाल कार्यरत छु र हामीले योभन्दा अगाडि पनि प्रथम पर्सागढी गोल्ड कप आयोजना 2079 मा आयोजना गरिसकेका छौँ। हजुरलाई पनि अवगतै छ यो कुरा र यस वर्ष पनि हाम्रो यस क्लबका मिरमिरे युवा क्लबका अध्यक्षज्यूले भन्नुभयो चाहिँ हाल चाहिँ हामीले यो पर्सागढी नगरपालिका र यो पर्सा जिल्लामै प्रथमचोटि हामीले यो प्रथम मिरमिरे भेटरान फुटबल प्रतियोगिता 2082 आयोजना गर्न लागेका छौँ र यसको लागि चाहिँ हाम्रो विशेष मुख्य सहयोगी भनेको हाम्रो पर्सागढी नगरपालिका वडा नम्बर 4 को कार्यालय नै रहेको छ। हाम्रो स्वयं हाम्रो वडा अध्यक्षज्यू आदरणीय दाजु शेख खुर्सेदज्यू पनि हामी माझ अहिले उपस्थिति हुनुहुन्छ र विशेष गरी यो भेटरान प्रतियोगिता तपाईको अहिले हाम्रो नेपाल अधिराज्यभरि नै हाम्रो यो अहिले युवाहरूको खेलकुद भन्दा पनि भेटरान प्रतियोगिताहरू नै अलि बढी चासोको विषय देखिरहेको छ अहिले, जहाँ अहिले यो पोखरादेखि बुटवल हरेक क्षेत्रमा यो भइरहेको छ र हामीले पनि अलिकति राम्रै तरिकाले यो भेटरान गेम सञ्चालन गर्नको निम्ति यसमा सबैजनाको साथ र सहयोग हामीले पाइ नै रहेको छौँ र हाम्रो यो भेटरान प्रतियोगितामा चाहिँ हामीले तपाईको चितवनको तपाईको सुनौलो भेटरान, तपाईको हेटौडाको तपाईको फ्रेन्डशिप भेटरान, त्यसपछि गएर हाम्रो लालबन्दी सर्लाहीको तपाईको लालबन्दी भेटरान र हाम्रो यो स्थानीय क्लबहरूको रूपमा हामीले सिमराको एनजेजेभिसी, सिमरा भेटरान, विकासशील भेटरान, पथलैया भेटरान, त्यसपछि डुमरमाना भेटरान हैन, त्यसपछि वीरगञ्जको हाम्रो वीरगञ्ज सिटी भेटरान, त्यसपछि वीरगञ्ज युथ भेटरान, तपाईको त्यसपछि हाम्रो यो जिरा भवानी भेटरान र हाम्रो यसमा हाम्रो आयोजक पनि मिरमिरे भेटरानको रूपमा हाम्रो आयोजक पनि रहेको छ र खैरवा भेटरान छ यसमा हैन। तपाईको टोटली हाम्रो यसमा 14 वटा टिम हामीले सहभागी गराएका छौँ। 13 वटा टिम हाम्रो बाहिरबाट हाम्रो यस
खेलको लागि सहभागी हुनेछ भने एउटा हाम्रो आयोजकको रूपमा हाम्रो टिम एउटा रहनेछ र यसको लागि चाहिँ हामीले अब सहयोगहरू आर्थिक सहयोगहरू विशेष हामीलाई आवश्यकता पर्ने हुँदा हामीले यसमा लागि परिरहेको छौँ। हामी क्लबको मेम्बरहरू छौँ। हाम्रो पर्सागढी नगरपालिका वार्ड नम्बर 3 का हाम्रो ज्योति सदन विद्यालयका हाम्रा प्रमुख पनि हुनुहुन्छ हाम्रो शम्भु कुँवर दाई। उहाँ पनि हामीलाई धेरै नै साथ र सहयोग गरिरहनु भएको छ। विगतको दिनमा पनि गरिरहनु भएको थियो र अहिले पनि हामीसँग जुटिरहनु भएको छ। हामीसँग क्लब मेम्बरका साथीहरू हुनुहुन्छ। हाम्रो वीरगञ्ज महानगरपालिका 31 का हाम्रा मिलनसार साथी हाम्रा यहाँ गौतम महतोजी हुनुहुन्छ। उहाँको पनि धेरै साथ र सहयोग छ र ग्राउन्डहरू हाम्रो लगभग पूर्ण रूपमा तयारी भइसकेको छ र यो खेल भनेको हाम्रो 2082 12 21 देखि हाम्रो उद्घाटन खेल हुनेछ भने हाम्रो अन्तिम फाइनल खेल हाम्रो 12-28 गते हाम्रो फाइनल खेल हुनेछ र हामीले दिनमा चाहिँ हामीले 2टा गेम खेलाउने हामीले एउटा अनुमानित भन्दा पनि एउटा निर्णय भइसकेको छ र यो खेल हाम्रो बिहानको समयमा हुनेछ हैन। अब यसमा चाहिँ जति सक्दो हाम्रो यो प्रचार हेरेर खेलको लागि साथ सहयोगको लागि जति पनि हाम्रो दर्शक भयो, हाम्रो जति पनि अग्रजहरू हुनुहुन्छ, वरपरका छरछिमेकी साथीहरू आएर खेल हेरिदिनुको लागि र यस क्लबलाई जति सक्दो साथ र सहयोग दिनु हुनको लागि म यस मिरमिर युवा क्लबको तर्फबाट तपाईको मिरमिर युवा क्लबको खेलकुद समिति अध्यक्षको तर्फबाट पनि एउटा विनम्र हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यसमा चाहिँ हाम्रो विजेता टिमलाई हामीले प्रथम पुरस्कार भनेर 55,000 रुपियाँ राखेका छौँ भने दोस्रो हुने टिमलाई 35,000 रुपियाँ र प्रत्येक खेलमा हामीले म्यान अफ द म्याच र विधिगत रूपमा हाम्रो फाइनल खेलमा पनि प्रत्येक खेलाडीको निम्ति हामीले पुरस्कारको व्यवस्था पनि गरेका छौँ। सम्पूर्ण नमस्ते। मेरो नाम शेख खुर्सेद, पर्सागढी नगरपालिका वडा नम्बर 4 को वडा अध्यक्ष। घर चाहिँ परशुरामपुर टोलमा पर्छ। यो हाम्रो जुन भेटरान गेम जुन भइरहेछ, अघि हाम्रो युवा नेता सूरज कुमार भाइले जुन भन्नुभयो, हामी चाहिँ एकचोटि क्लबका साथीहरू जति टिमहरूसँग चाहिँ एकचोटि गफसफ गर्दाखेरि उहाँहरूले चाहिँ वडा अध्यक्षज्यूले अलिकति चाहिँ हाम्रो ठाउँको अलिकति चर्चामा ल्याउनको लागि र हाम्रो क्लबलाई अलिकति सहयोग गरिदिनु पर्यो भेटरान गेमको लागि उहाँहरूले चाहिँ उहाँहरूको टिमसहित जानुभयो मेरो वडा कार्यालयमा। मैले अत्यन्तै एकदम खुसी लाग्यो कि कम्तीमा आफ्नो ठाउँको यसो हर्षोल्लासका साथ अब जस्तै 40 वर्षदेखि माथिका चाहिँ अब बुढोपाको त्यसलाई भनौँ न त्यस्ता मान्छेहरू पनि यो टिममा चाहिँ सहभागी भएर खेल्नुहुन्छ भने एकदम मलाई खुसी लाग्यो। अनि उहाँहरूले आर्थिक सहयोगको कुरा गर्नुभयो, त्यसमा मैले हाम्रो साथी पनि यहाँ वडा सदस्य हुनुहुन्छ राजकुमारजी, उहाँ खेलको संयोजक पनि हुनुहुन्छ। म उहाँहरूसँग सल्लाह गरेर आफ्नो वडा कार्यालयबाट चाहिँ आफ्नै बजेट सिलिङ बजेटबाट चाहिँ मैले 2 लाख रुपियाँ उहाँहरूलाई सहयोग गरेँ र यो ठाउँमा खेल हुनु भनेको एउटा एकदम गर्वको कुरा हो। यो भेटान गेम भनेको पर्सा जिल्लाको पहिलो खेल हाम्रो बुझाइमा छ। यो पर्सागढी नगरपालिकाको हाम्रो ठाउँमा चाहिँ भेटान गेम भनेको एकदम राम्रो हो भनेर मेरो एकदम आफ्नो मनले पनि कम्तीमा आफ्नो वार्डवासी नगरवासी पनि यस्तो खेल्न पाओस् भनेर मेरो चाहना पनि थियो। उहाँहरूको चाहिँ सल्लाह अनुसार मैले वडा कार्यालयबाट 2 लाख रुपियाँ मैले डोनेसन पनि गरेँ। त्यसको लागि म 21 गतेदेखि जुन हुन गइरहेछ खेल, त्यसमा त्यो खेलमा 14 वटा जुन भेटान गेमका साथीहरू खेलाडीहरू हुनुहुन्छ उहाँहरूलाई म के आग्रह गर्न चाहन्छु भने खेल एकदम सौहार्दपूर्ण वातावरणमा आएर चाहिँ यो सबैया टाढीको खेल मैदान फिल्डमा खेलिदिनु पर्यो र साथै म सम्पूर्ण दर्शक महानुभावहरूसँग मेरो अनुरोध पनि छ कि उहाँहरू पनि आएर यो फिल्डमा सभ्य र भव्य खेललाई बनाउनको लागि उहाँहरूलाई विनम्र अनुरोध गर्छु कि 21 गतेदेखि लिएर 28 गतेसम्म जुन हुन गइरहेछ खेल, त्यसमा दिनौँ दैनिक आएर चाहिँ उहाँहरू आफ्नो उपस्थिति जनाइदिनुहुन्छ र सभ्य र भव्यका साथ खेललाई चाहिँ भव्य बनाइदिनुहुन्छ भने शोभा बढाइदिनुहुन्छ भने त्यसको लागि म आफ्नो व्यक्तिगत तर्फबाट र 4 नम्बर वार्ड कार्यालयको तर्फबाट उहाँहरूलाई हार्दिक बधाई दिन चाहन्छु। नमस्कार, मेरो नाम शम्भु कुँवर छेत्री, घर मेरो पर्सागढी वार्ड नम्बर 3 हो र यहाँ हाम्रो यही 83 साल चैत्र 21 गतेदेखि हुन गएर भेटान क्लब भेटान फुटबल म्याच छ यहाँ, जुन यसको आयोजक भनेको मिरमिर युवा क्लब छ, जुन हामीहरू भाइहरू छन्, सानो भाइहरू हुन् सबै होइन। उहाँहरू यो खेलको आयोजना गर्न लागेको देख्दा मलाई पनि खुसी लाग्यो।
अहिलेसम्म पर्सा जिल्लामै लगभग गाउँ ग्रामीण क्षेत्रमा फर्स्टै हो यो खेलकुदले गर्दा के हुन्छ भने आजसम्म भएका जति पनि पुराना खेलाडीहरू छन् उमेर ढल्केका खेलाडीहरू छन् 40 माथिका अब गएर ठुल्ठुलो म्याचमा खेल्न नसके पनि भेटरान क्लबमा आयोजित भएर खेल्न पाउँदा सबैलाई खुसी पनि लाग्छ त्यो एउटा फिजिकलले गर्दाखेरि पनि यो खेल राम्रो हो र यसमा 40 भन्दा माथिको 40 45 50 भन्दा माथि खेलाडीहरू उहाँहरूले त कस्तो बाहिर अब फिजिकल जान सक्नुहुन्न के गर्न सक्नुहुन्न बाहिर र यो भेटान भनेको त आरामसँग खेल्ने खेल हो सबैजनाले र सबैले खेल्ने मौका पाउनुहुन्छ र निरन्तरता दियो भने एउटा भेटरान क्लब अहिलेको बेलामा समयमा जहाँ पनि त्यही नेपाल अधिराज्यभरि नै भेटरानको चर्चा चलिरहेको छ अहिले र यसमा सबै बुढापाकाहरूले एक्सर्साइज फिजिकल स्वास्थ्य लागि ठिक हो त्यस कारणले गर्दा भेटरान क्लबमा आयोजित समय भएर हामी खेल्न पायो भने सबै राम्रो हुन्छ र जुन सानो भाइ बहिनीहरू छन् हाम्रो तल पिँढीका भाइहरूले पनि उनीहरूले पनि हो हामी खेल नेतृत्व दियो भने चान्स पाउँछौँ है भन्ने उनीहरूलाई पनि हुन्छ 40 गते चाहिँ हाम्रो खेल त गयो नि सकियो भन्ने फिल नहोस् सानो जेनेरेसनलाई चाहिँ त्यस कारणले गर्दा यो भेटरान खेल भनेको एकदम स्वास्थ्यको लागि जरुरी पनि छ र स्वास्थ्य सबैलाई ठिक पनि हुन्छ यो क्लबको अध्यक्ष हाम्रो सुरज भाइ हुनुहुन्छ होइन भाइले आह्वान गरेपछि नगरे हामीलाई कस्तो हामी हरेक स्टेपमा साथ र सहयोग दिँदै छौँ चाहे आर्थिक हिसाबले चाहे मानसिक हिसाबले सल्लाह दिएर हुन्छ के गरेर हुन्छ हामी यो एउटा कार्यक्रम भनेको एउटा पर्सागढीको नमुना हो यो खेल आयोजना गर्ने भनेको यहाँ अहिलेसम्म नमुना हो यो कसैलाई थाहा छैन अनभिज्ञ छन् मान्छेहरू ग्रामीण भित्रका मान्छेहरू अहिले पनि हाम्रो टिममा हेर्न सक्नुहुन्छ तपाईँले पर्सा जिल्लाको एउटा बिरगञ्ज बाहेकको टिममा भनेको ग्रामीण क्षेत्रको एउटा जिरा भवानी टिम मात्रै छ अनि अरू छैन हेर्नुहुन्छ भने सानो टिमहरू हुनुहुन्छ धेरै छन् पर्सा जिल्लामा अहिलेसम्म पर्सा जिल्लाभरिमा ग्रामीण क्षेत्र भेगको एउटा टिम मात्रै छ र दोस्रो हाम्रो टिम मिरमिर युवा क्लब भेटरान क्लब छ त्यही हामीले हरेक स्टेपमा साथ र सहयोग मेरो गरिरहन्छ भाइहरूलाई अन्त म पनि आज यसले भन्नुहुन्छ म 50 कटेको मान्छे हो तै पनि इच्छुक छ किन म पहिला खेलाडी हो अहिलेसम्म कस्तो बिचमा छोडियो हामीले चाहिँ त्यस्तो क्लब भेटिएको थिएन हामीसँग होइन ग्रुप थिएन हामी गाउँमा बस्ने मान्छे र आज आएर हाम्रो यहाँ सुरुवात भएछ हामीले पनि खुसी लागेको छ आउनु समाहित हुन् सबैजना हामी र हामीले सबले यो कार्यक्रमलाई सफल बनाऊ सबै भव्य तरिकाले सफल पारौँ भन्ने कुरो छ